दिदीबहिनी साथै केजी भाइ बहिनीहरू संस्कृति पार्टी सफा अभियान लिएर यस रमाइलो बजारमा आइसकेको छ। तपाईहरु पनि यस सफा अभियानमा आफ्नो सहभागिता जनाइदिनु हुन हामी हार्दिक अनुरोध गर्दछौँ। आज 27औं सरसफाई अभियान आज पनि यहाँ रमाइलोमा हाम्रो यो श्रम संस्कृति पार्टी र सचेत नागरिक समूहद्वारा आयोजित सरसफाई अभियान। नमस्कार, जय माटो, जय श्रमदान, जय देश। म अमीर मगर श्रम संस्कृति पार्टीको मोरङ क्षेत्र नम्बर 3 को प्रत्यक्ष उम्मेदवार आदरणीय श्रम पिता हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीले चाहिँ चुनाव चिन्ह माटो चाहिँ हामी नेपाली जनताहरूलाई चाहिँ अहिले विकल्पको रूपमा दिनुभएको छ। अरूले चाहिँ पार्टी खोलेर चाहिँ सत्ता र शक्तिमा पटक पटक जितेर गइसकेपछि सरकारमा गएपछि उद्योग धन्दा बेचेर देशलाई चाहिँ बेरोजगारी बनाएर चाहिँ गरिब बनाएर चाहिँ आज लाखौँ युवाहरू चाहिँ विदेश गइरहनु भएको छ। प्रत्येक दिन चाहिँ एयरपोर्टमा लास बनेर फर्किरहनु भएको छ भने यस्तो दुःखद अवस्थाको अन्त्य गर्दै देशमा चाहिँ रोजगारी सिर्जना गर्दै आफ्नै देशमा गरी खाने वातावरण बनाउनको निम्ति पहिला माया धरानी बेसार उद्योग, माया धरानी साबुन उद्योग लगायत पहिला उद्योग खोलेर चाहिँ पार्टी खोल्नुहुने आदरणीय हाम्रो श्रम पिता हर्क साङपाङज्यू, जसले चाहिँ करिब 42 किलोमिटर चाहिँ खानेपानी चाहिँ धरानी जनताहरूलाई चाहिँ आफूले गरेको बाचा पुरा गर्नुभएको छ। त्यसै गरी श्रम संस्कृति पार्कबाट पनि दैनिक लाखौँ चाहिँ आम्दानी गर्ने स्रोत बनाउनु भएको छ भने मोरङ क्षेत्र नम्बर 3 मा पनि निःशुल्क स्वास्थ्य शिक्षाको लागि र यो देशमा यो ठाउँमा चाहिँ किसान, मजदुर, श्रमजीवी सम्पूर्ण देशप्रेमी माटो प्रेमीहरूको लागि चाहिँ र यो देशको प्रधानमन्त्री चाहिँ हर्क साङपाङलाई बनाउनको निम्ति म अमीर मगरको पनि उम्मेदवारी रहेको छ। र माटो चुनाव चिन्हमा चाहिँ मोरङ क्षेत्र नम्बर 3 का सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूले चाहिँ मित्रहरूले चाहिँ यही फागुन 21 गतेमा चुनाव चिन्हमा माटोमा भोट हालेर चाहिँ विजय गराइदिनु हुन यो देशमा चाहिँ भ्रष्टाचार, व्यथिति, बेरोजगारी अन्त्य गर्नको लागि चाहिँ हामी सबैलाई तपाईहरु सबैको चाहिँ साथ सहयोगको लागि र जनताभन्दा ठुलो चाहिँ एउटा नेता कुनै पार्टी हुँदैन। यसर्थ मेरो उम्मेदवारी जनताको उम्मेदवारी हो। मेरो उम्मेदवारी हर्क साङपाङलाई प्रधानमन्त्री बनाउनुको लागि हो। भ्रष्टाचार, व्यथिति, बेरोजगारी अन्त्यको निम्ति सुशासन र सुन्दर, शान्त र समृद्ध नेपाल निर्माणको लागि हो। सम्पूर्णलाई फेरि पनि देशैभरि चाहिँ चुनाव चिन्ह माटोमा आफ्नो अमूल्य मत दिनु हुनको लागि र माटोका उम्मेदवारहरूलाई विजय गराइदिनु हुनको लागि हार्दिक अपिल गर्दछु। धन्यवाद, नमस्कार। अमितजी फेरि पनि धन्यवाद। हाम्रो पार्टीको मूल एजेन्डा भनेको प्रकृति, संस्कृति र प्रविधिको समुचित विकासले मात्र यो देशको चाहिँ समृद्धि, यो देशको रक्षा सम्भव भएको कारणले गर्दाखेरि चाहिँ मैले जितेर गएको खण्डमा चाहिँ यहाँको प्राकृतिक स्रोत साधनहरूको चाहिँ रक्षाको निम्ति, जस्तै यहाँको चाहिँ 4 कोसी झाडीहरू चाहिँ मासिएर वन विनाश भएर चाहिँ आज चाहिँ हात्ती बाँदरहरूको चाहिँ समस्याहरू भइरहेछ। किनभने वन चाहिँ वन्यजन्तु मैत्री भएको छैन। यसर्थ वन संरक्षणको निम्ति र हाम्रो क्षेत्रमा चाहिँ खोलाहरू चाहिँ तपाईँको चाहिँ दोहन भइरहेको अवस्था छ। उक्त दोहनलाई पनि रोक्दै खोलाको संरक्षण र समुचित त्यसको चाहिँ आवश्यक मापदण्ड अनुसारको मात्रै चाहिँ सदुपयोग गर्नको निम्ति पनि भूमिका खेल्नेछु। यसै गरी चाहिँ जनताको जनस्वास्थ्यमा असर पर्ने खालको चाहिँ विभिन्न उद्योग धन्दाहरू चाहिँ मापदण्ड अनुसार मात्रै चलाउनु पर्नेछ। जस्तै यहाँ अस्पतालको कुराहरू छ, अरू विभिन्न ठाउँमा छ। विकास गर्नुपर्छ, प्रविधि हाम्रो लागि चाहिन्छ, तर विकास र प्रविधि गर्दै गर्दाखेरि जनता र प्रकृति र संस्कृति चाहिँ नमास्ने गरी प्रकृति र संस्कृतिको पनि रक्षा हुने गरी चाहिँ विकास निर्माण हुनुपर्छ। सम्पूर्ण किसान, मजदुरको निम्ति, श्रमजीवी वर्गहरूको निम्ति, सम्पूर्ण नेपाली यस मोरङ क्षेत्र नम्बर 3 को चाहिँ जनताहरूको निम्ति चाहिँ एउटा कुनै व्यक्ति वा एउटा कुनै नेताले चाहिँ उहाँको इच्छा अनुसार चाहिँ आफ्नो क्षेत्रको लागि मात्रै, त्यही पनि भोट लिस्ट मात्रै भएको चाहिँ व्यक्तिहरूको, जनताहरूको लागि चाहिँ सीमित चाहिँ छुट वा निःशुल्क उपचार भन्दा पनि
हामीले चाहिँ मैले चाहिँ मेरो उम्मेदवारी चाहिँ जनताले चाहिँ विजय गराउनु भएको खण्डमा चाहिँ यस मोरङ क्षेत्र नम्बर 3 को जनताको लागि साथै समग्र नेपालीहरूको लागि चाहिँ नेपाली भएकै आधारमा नेपाली नागरिकता भएकै आधारमा वा जन्म दर्ता भएकै आधारमा चाहिँ निःशुल्क स्वास्थ्य सेवा पाउने निःशुल्क शिक्षा पाउने र यही देशमा चाहिँ रोजगारी पाउने चाहिँ त्यो अवस्था त्यो खालको व्यवस्था त्यो खालको चाहिँ सिस्टम निर्माणको लागि चाहिँ नीति निर्माणको लागि चाहिँ म काम गर्नेछु। किनभने प्रतिनिधि सभाको सदस्य भनेको चाहिँ विशेष गरी विकासी चुनाव भन्दा पनि यो चाहिँ नीति नियम बनाउने चुनाव हो र यो देशमा बेरोजगारी भएर लाखौँ युवाहरू गइरहेको खण्डमा यहाँ भएका सीमित एउटा दुःखले चाहिँ व्यवसाय गरिराख्नु हुने आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि चाहिँ सरकारले चाहिँ करमाथि कर पालिकाको कर छुट्टै तपाईँको अरू घरेलुको कर तपाईँको राजस्वको कर धेरै करमाथि कर थुपरेर चाहिँ र ब्याङ्कहरूको ऋण पनि एउटा लिँदाखेरि 8-10% पछि तिर्दै जाँदाखेरि चाहिँ 18-20% परेर चाहिँ व्यवसायीहरूको चाहिँ देशमा गरिखाने अवस्था नरहेको एकदम गाह्रो भइरहेको सटरहरू बन्द भइरहेको र व्यवसाय छोडेर पलायन हुनु परेको स्थितिमा चाहिँ हामीले चाहिँ स्वदेशी चाहिँ हाम्रो पार्टीको पनि नीति चाहिँ स्वाधीन अर्थतन्त्र स्वदेशी उत्पादनमा आधारित अर्थतन्त्र भएको हुँदा चाहिँ स्वदेशमा गरी खानु हुने व्यवसाय गर्नेहरूलाई चाहिँ अनावश्यक करको दर ठुलो बनाउने भन्दा पनि दायरा चाहिँ बनाएर चाहिँ उहाँहरूलाई गरी खानको लागि उहाँहरूको संरक्षण र उहाँहरूलाई चाहिँ प्रवर्धन सम्वर्धन गर्नको लागि पनि चाहिँ व्यवसायी मैत्री किसान मैत्री श्रमजीवी मैत्री र सम्पूर्ण जाति धर्म संस्कारलाई चाहिँ सम्मान गर्ने खालको सम्पूर्ण जातिको नाममा पार्टीको नाममा धर्मको नाममा चाहिँ फुटेर रहेको नेपालीहरूलाई चाहिँ श्रमको अभियानमा र प्रकृति र संस्कृतिलाई बचाउँदै चाहिँ विकास कामहरू जनहित र देश रक्षा र विकासको नाम चाहिँ नीति निर्माण गर्नको लागि चाहिँ मैले सक्ने चाहिँ सदनमा र यस क्षेत्रका जनताहरूको लागि चाहिँ भूमिका खेल्नेछु। तपाईँ के छ यसमा? हजुरलाई एकदमै अत्यन्त महत्त्वपूर्ण प्रश्नको लागि हजुरलाई धन्यवाद। र समग्र युवाहरूको हकमा लागु औषधमा लागिरहनु भएको छ। आफ्नो अमूल्य जीवन चाहिँ दुरुपयोग भइरहेको छ। वास्तवमा युवाहरू भनेको चाहिँ भविष्यको कर्णधार वा देशको पिलर भन्छौँ। बालबालिका किशोर किशोरीहरू चाहिँ युवाहरू चाहिँ दुर्व्यसनीमा लाग्नुको चाहिँ मुख्य कारण भनेको चाहिँ एउटा असल संस्कार संस्कृतिको विकास नभएर उनीहरूलाई चाहिँ हाम्रो शिक्षा समाज सङ्गतहरू चाहिँ उनीहरूलाई चाहिँ श्रममा नजोडेर विभिन्न किसिमको चाहिँ एउटा रचनात्मक उनीहरूलाई चाहिँ राम्रो काममा चाहिँ लगाउन नसकेर विविध कारणहरूले गर्दाखेरि चाहिँ यो समस्या भइरहेको छ। र लागु औषध दुर्व्यसनीमा कोही फस्नु भएको छ भने पनि दुःखको कुरा हाम्रो समाजमा चाहिँ नेता वा समाजसेवी भन्दा ठुला मान्छे जो गण्यमान्य भन्ने हुनुहुन्छ उहाँहरूले चाहिँ यो लागु औषध समस्याको चाहिँ समाधान गर्यो भने मात्रै हाम्रो समाज चाहिँ सभ्य हुन्छ सुन्दर हुन्छ। कसैको जीवन कसैको परिवार सिङ्गो राष्ट्रलाई नै चाहिँ एउटा रक्षा गर्न र विकास गर्न चाहिँ सहज हुन्छ भन्नुको सट्टामा चाहिँ उहाँहरूको व्यवहार चाहिँ आफूलाई राजनीतिक एउटा भोटको निम्ति आफूलाई चाहिँ समर्थन पाउनको निम्ति चाहिँ उहाँहरूलाई चाहिँ छुटाउने सोर्स लगाउने गर्दा कारणले गर्दा चाहिँ जसले चाहिँ एउटा सुरुमा चाहिँ त्यो लागु औषधको बाटोमा छिर्नै नदिनलाई चाहिँ बालबालिकाहरूलाई हामीले किशोर किशोरीहरूलाई युवाहरूलाई वा आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ उहाँहरूमा सर्वप्रथम चाहिँ चेतनाको विकास निर्माणको लागि चाहिँ हामीले चाहिँ विद्यालयबाट समाजले आफ्नो ढङ्गबाट चाहिँ लागु औषध सेवन गर्नु हुँदैन। यो सेवन गर्दा मेरो जीवन बिग्रिन्छ, मेरो परिवारको भविष्य बिग्रिन्छ र हाम्रो काने पोखरी वा यो देशकै भविष्य बिग्रिन्छ भन्ने चाहिँ त्यो चेतनाको चाहिँ विकास गर्नको लागि लाग्नुपर्छ। र त्यो समस्या आइहालेको खण्डमा चाहिँ हाम्रो नीति नियमले चाहिँ त्यो सुरुमा चाहिँ लाग्नै नदिने लागेकोहरूलाई पनि वा लाग्न आँटेकोहरूलाई नि डरले हामीलाई चाहिँ कारवाही हुन्छ है, लाग्यो भने चाहिँ फेरि कडा सजाय हुन्छ है, यो त गलत हो अपराध हो भन्ने किसिमको चाहिँ त्यो कानुनी डर हुनुपर्छ र त्यो बनाउनलाई पहल गर्नेछु। र अहिले भएको चिजमा पनि के त भन्दाखेरि कानुन चाहिँ तपाईँको चाहिँ एउटा मुठीभरि चाहिँ एउटा शक्ति भएका लिडरहरूले वा आफ्नो भोट ब्याङ्कको लागि अघि पनि भने छुटाइराख्ने त्यो कुरामा वास्ता नगर्ने समाज बिग्रिन्छ भन्दा पनि मलाई चाहिँ भोलि समर्थन चाहिन्छ भनेर गरिरहेको हुँदाखेरि चाहिँ त्यो खालको व्यथितिको अन्त्य गर्नको लागि पनि लागेको खण्डमा उहाँहरूलाई पुनः एउटा सामान्य जीवन र राम्रो जीवनमा फर्काउनेको लागि चाहिँ विभिन्न नीति निर्माण र त्यसको कार्यान्वयनमा चाहिँ पहल गर्नेछौँ र त्यसको भूमिका हामी खेल्नेछौँ भन्न चाहन्छु। एकदमै
खुसी लागेको छ किनभने अन्य पार्टीहरूले अहिलेसम्म चाहिँ यस्तो प्रत्येक हप्ता चाहिँ शनिबार वा श्रमबारको दिन चाहिँ सरसफाइ कार्यक्रमहरू चाहिँ गरेको थिएन। कहिलेकाहीँ गर्नु भन्ने कुरा अलग कुरा हो। र खुसीको कुरा हाम्रो श्रम संस्कृति पार्टी श्रद्धेय श्रमपिता हर्का शर्माले चाहिँ सार्वजनिक स्थलहरू वा विभिन्न ठाउँहरूमा चाहिँ फोहोर गर्न होइन, अरूले गर्नुभएको फोहोरहरू चाहिँ सफा गर्न सिकाउनु भएको छ। यो अभियानको रूपमा चलिरहेछ र यो श्रमदान भनेको चाहिँ एकदमै ठुलो, एकदमै महत्त्वपूर्ण कुरा हो। किनभने श्रमदानले चाहिँ विभिन्न ठाउँको जस्तै आजको यहाँ ठाउँ छ, अस्ति कालीकोशी जस्तै एउटा एकदमै महत्त्वपूर्ण चाहिँ सिमसा र सातकन्या देवीको हामीले त्यहाँ थान मन्दिर पनि सफा गऱ्यौँ भने देशभरि चाहिँ हजारौँ श्रमदाताहरूले चाहिँ श्रमदान मार्फत चाहिँ हाम्रो नेपाली समाजको, नेपालको चाहिँ विभिन्न सार्वजनिक ठाउँहरू, धार्मिक ऐतिहासिक महत्त्वपूर्ण ठाउँहरू पनि सफा गर्नुभएको छ। त्यसले त्यो ठाउँ सफा हुन्छ, एउटा राम्रो कुरा। त्यस्तै अर्को महत्त्वपूर्ण कुरा भनेको चाहिँ यही कामहरू, श्रमदानहरू चाहिँ देशभरि भइरहेको श्रमदान चाहिँ राज्यले गर्नु पर्यो भने चाहिँ प्रत्येक हप्ता नै तपाईँको चाहिँ लाखौँ, हजारौँ, करोडौँ चाहिँ खर्चहरू चाहिँ हुन्छ र हाम्रो जस्तो गरिब र विदेशी ऋणले चाहिँ चलेको देशमा चाहिँ आर्थिक पनि बचत हुन्छ। त्यसै गरी तपाईँको चाहिँ श्रमदानमा चाहिँ अहिले यहाँ विभिन्न उमेर समूहको देख्छौँ। एउटा साना साना भाइ बहिनी बालबच्चादेखि लिएर चाहिँ युवाहरू, वयोवृद्ध चाहिँ 80 वर्षको, 70 वर्ष, 50-60 वर्षको चाहिँ हामीले चाहिँ बाजे बोजू बढीहरूलाई पनि देखेको छौँ भने विभिन्न उमेर समूहका चाहिँ नेपालीहरूलाई चाहिँ एउटा सामूहिक काम गर्ने एउटा सामाजिक भावना, एकताको पनि यसले विकास भइरहेको छ र विभिन्न पार्टीको नाममा, जातिको नाममा, धर्मको नाममा फुटेर रहेको नेपाली समाजलाई चाहिँ श्रमको माध्यमबाट, श्रमदानको माध्यमबाट चाहिँ जोड्ने पनि एउटा महत्त्वपूर्ण माध्यम भएको छ। यसर्थ यो श्रमदानमा चाहिँ सबैजनालाई जोडिनु हुनुको लागि, किनभने यो देश बाँच्यो भने हामी सबै यो देशमा बाँच्ने, जुनै पार्टीको भए पनि, जुनै धर्म जातिको, जुनै उमेरको भए पनि देश रहे मात्रै हामी नेपाली रहन्छौँ, नेपाल रहे मात्रै नेपाली रहन्छौँ र हाम्रो समाज, हाम्रो देश बन्यो भने हामी सबैलाई राम्रो हुन्छ। यसर्थ यो श्रमदान अभियानमा जोडिनु हुने देशैभरिका सम्पूर्णलाई हार्दिक धन्यवाद र सम्पूर्णलाई अझै नजोडिनु हुनेहरूलाई पनि आफ्नो कारण, व्यस्तताका कारणले भ्याएसम्म सकेसम्म जोडिनु होला। यो देश हामी सबैले मिलेर बनाउनुपर्छ, सबैले मिलेर बचाउनुपर्छ भन्न चाहन्छु। आज हामीले यो रमाइलो हाम्रो चोक बजारमा चाहिँ बृहत रूपमा चाहिँ हामीले श्रमदान गरेका छौँ र गर्दैछौँ। हामीले विशेष गरी यो हाम्रो 7 गते हाम्रो श्रमपिता हर्का शर्मा आउने एरियालाई हामीले सफा गरिसकेका छौँ। अब यो ठाउँ हामीले प्रशासनले नै यहाँनिर गर्नुहोस् भनेर ठाउँ देखाइदिनु भएको छ। हामी यसमा चाहिँ लगभग हामी 10,000 मान्छे चाहिँ हामी झार्ने चाहिँ हामीले कोसिस गरेका छौँ र आउँछन्। जनताहरू उत्साहित हुनुहुन्छ। हामी घर घर गएर बुझ्दाखेरि हर्का साम्बाङ चाहिँ यहाँनिर आउनुपर्छ, हर्का साम्बाङलाई हामी भोट दिन्छौँ भनेर चाहिँ उहाँले प्रतिबद्धता पनि गर्नुभएको छ। किनभने जनताहरू अब एकदमै जनताहरू चाहिँ तपाईँको आक्रोशमा छन्। किनभने नेताहरूले चाहिँ तपाईँको घरमा होइन पैसा बटुल्ने, राख्ने, घरमा थुपार्ने, विदेशबाट ऋण ल्याएर आदि आफ्नो गोजी भर्ने, आदि चाहिँ तपाईँको के अरे कार्यकर्तालाई, अनि अलिकति बचेको चाहिँ आफ्नो बजेट भन्ने, विकास गरे जस्तो गर्ने गरेर देशलाई खरबौँ रुपियाँ तपाईँको ऋणमा चुड्लुमा डुबाएको कारणले गर्दा जनता अहिले एकदमै आक्रोशमा छ। जनताले चाहिँ तपाईँको के चाहन्छन् भने अब एकदम निष्ठावान नेता हर्का साम्बाङ जस्ता नेताहरूलाई चाहिरहेको भन्ने कुरो चाहिँ हामीले बुझेका छौँ। र अब लगभग अब देशमा यो हाम्रो क्षेत्र नम्बर 3मा हर्काले नै जित्छ भन्ने हामीलाई चाहिँ पूर्ण विश्वास छ र जनताको हामीले महत्त्वाकांक्षाहरू बुझ्दाखेरि चाहिँ त्यसरी हामीले चाहिँ स्पष्ट भएको छ र हामी अब यो श्रमदानलाई अगाडि बढाउँदै जाँदैछौँ। जनताहरूलाई हामी आत्मनिर्भर बनाउने चाहिँ एउटा अभियानमा लागेका छौँ। यो हाम्रो कानेपोखरी गाउँपालिकाको सुन्दर बजार, रमाइलो बजार हो। रमाइलो बजारको पनि सीमाले चोकमा पनि यसरी सडकको पेटीदेखि बाहिरपट्टि जथाभावी यसरी बालुवा राख्नु भएको छ। यो सफाइको लागि हामी आज आएका छौँ। यसमा हजुरहरू पनि यसो बाहिर निस्किदिनु होला। हाम्रो सहयोगमा हामी उता पन्छाउन सघाउँछौँ। तपाईँहरूले बाहिर एकछिन निस्किदिनु हुन हामी हार्दिक अनुरोध गर्दछौँ। भोटदाता साथीहरू अलिक अगाडि गर्नुहुन्न। सबैभन्दा गर्ने भन्दा हेर्ने बढी छ।
सबैले यसरी गरिदियो भनेदेखि राम्रो हुने थियो होला। अब एक दिन उदाहरण पनि दिने थियो होला। बुझ्नुपर्छ, मान्छेले बुझ्नुपर्छ। त्यही त यो भनेको हाम्रो बुझ्नु निकै गाह्रै छ। आज हामी यो सरसफाइ अभियानमा छौँ। विशेष गरेर चाहिँ यो सरसफाइ चाहिँ हामीले सन्देश दिनको लागि नै गर्दैछौँ। हामीले सरसफाइ मात्रै गरेर देश बनाउने उद्देश्य नभएर एउटा सुरुवाती बिन्दु हो भनेर चाहिँ सबैलाई सचेतना जगाउन खोजिएको हो। त्यसमा चाहिँ को जात, को धर्म, को क्षेत्र सबै नभइकन चाहिँ समावेशी भएर सबैले एउटै मूल मन्त्रको साथ देश बनाऊ, हामी सबै स्वस्थ बनाऊ होइन, देशलाई स्वस्थ बनाऊ भन्ने उद्देश्य हो। अब यसमा चाहिँ धेरै जसो कामको मूल्याङ्कन भन्दा पनि भविष्यमा गर्ने सम्भावनाहरू र साथसाथै चाहिँ एउटा सूचनामूलक सन्देश सबैले लिउँ र आफ्नो सरसफाइ आफ्नो टोल ठाउँको चाहिँ आफैले सचेत भएर चाहिँ अभियान जारी गरेर हुन्छ कि व्यक्तिगत रूपमा हुन्छ सबल बनाऊ भन्ने उद्देश्य हो। अब आशा छ यसले एउटा राम्रो सन्देश दिनेछ र सबैजना एकरूप भएर आउनुहुनेछ भन्ने आशा गरेका छौँ हामीले। र यो निरन्तर चलिरहने प्रक्रिया भएको कारणले गर्दा सबैले हेरेर मनन गरेर पनि बुझ्नुहुन्छ भन्ने हामी सबैले आशा गरेका छौँ। ल नमस्कार, म खम्बिमर किराँती। आज हामी कानेपोखरी गाउँपालिका श्रम संस्कृति पार्टी र चेतनशील समूहद्वारा रमाइलो बजार सरसफाइ अभियान गरिरहेका छौँ। हाम्रो यो बजारले गाउँपालिकाले हप्तामा 2 चोटि मात्रै फोहोर उठाइरहेको छ। हप्तामा 4 चोटि जति 3 चोटि जति फोहोर उठाइदिएर यो फोहोर व्यवस्थापनको लागि सूचना गरेर कसैले पनि कुहिने नकुहिने फोहोर छुट्याएर गरिदिनु भएदेखि र घर धनीले आफ्नो घर अगाडि सरसफाइ गरेदेखि हाम्रो बजार रमाइलो, साँच्चै नै रमाइलो सुन्दर हुन्थ्यो भन्ने मलाई चाहिँ लाग्दछ र म सम्पूर्णलाई यही अनुरोध गर्दछु। आजको श्रमदानमा, आजको 27औं श्रमदानमा हाम्रो कानेपोखरी गाउँपालिका वडा नम्बर 6 स्थित रमाइलो चोकमा हामी सरसफाइ अभियानमा आएका छौँ। आज यस श्रमदानमा खटिन आउने हुने श्रमदातालाई आज हाम्रो कानेपोखरी गाउँपालिका वडा नम्बर 6 निवासी हाम्रो आदरणीय व्यक्तित्व दीपक तिमसिनाज्यूबाट खाने पानी लगायत खाजाको व्यवस्था उहाँले गर्नुभएको छ। उहाँले 1400 रकम बराबरको सामग्री उपलब्ध गराउनु भएकोमा हामी सचेत नागरिक, त्यसै गरी श्रम संस्कृति पार्टीबाट उहाँलाई हामी हृदयदेखि धन्यवाद प्रकट गर्दछौँ। धन्यवाद। सबैजनालाई एकछिन बाहिर निस्किन र सहयोग गर्न हुन हामी हार्दिक अनुरोध गर्दछौँ। श्रमले यो देशलाई, यो माटोलाई हामी उकास्ने सहयोग गरेर आज 27औं हप्ताको श्रमदानमा हामी उपस्थित भएका छौँ। आज हामी हाम्रो कानेपोखरी गाउँपालिका वडा नम्बर 6 को प्राङ्गणमा हामी आज सचेत नागरिक, त्यसै गरी श्रम संस्कृति पार्टीबाट हामी आज सरसफाइ अभियानमा आएका छौँ। यो हाम्रो देखिएको वडा नम्बर 6 को वडा कार्यालय हो। यस प्राङ्गणमा अगाडि चाहिँ यसरी फोहोरहरू भएकोले गर्दाखेरि हामी यो सरसफाइ अभियानमा छौँ। रमाइलो बजारमा यो ठाउँमा डस्टबिन राख्ने र त्यो फोहोरहरू चाहिँ त्यस डस्टबिनमा राख्न हुन हामी अनुरोध गर्दछौँ। अब हामीले भनेको हाम्रो देश नेपालमा भ्रमले होइन श्रमले हामी यो देशलाई कसरी उठाउँछौँ, यही प्रतिबद्धताले आज हामी श्रम संस्कृति पार्टी, त्यसै गरी सचेत नागरिकको आज 27औं हप्ताको श्रमदानमा यस ठाउँमा आएर हामी सरसफाइ गरिसक्यौँ र त्यस पछाडि अब यस विषयमा हाम्रो सचेत नागरिकका अध्यक्ष श्री आनन्द राईबाट 2 शब्द बोल्न हुन हामी हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद। हाम्रा कानेपोखरी गाउँपालिका श्रम संस्कृति पार्टीका यो हाम्रो सचिव दुर्गा गौतमज्यू, आज हाम्रो यो संस्कृति पार्टीले सञ्चालन गर्दै आएको 27औं हप्ताको श्रमदानमा उपस्थित सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू र सम्पूर्ण यहाँ आफ्नो गाउँ र आफ्नो समाजलाई सफा गर्नुपर्छ भन्ने मनोभावले उपस्थित हुनुभएको सम्पूर्ण मतदाताज्यूहरूलाई हार्दिक नमन गर्न चाहे र आउँदा दिनहरूमा पनि तपाईँहरूले यसै हाम्रो श्रमदानमा चाहिँ हातमा हात, साथमा साथ दिएर समर्थन गर्नुहुनेछ भन्ने विश्वास दिएको छौँ र जति पनि हामीलाई देश विदेशबाट सहयोग गर्नु भइरहेको छ र यही ठाउँबाट पनि हामीलाई आज पनि
सहयोग गर्नु भइरहेछ। उहाँको नाममा एकछिनमा हाम्रो सचिवले वाचन गर्नुहुन्छ र म के भन्न चाहन्छु भने हामी तपाईँहरूको गाउँघरमा र यो हाम्रो रमाइलो बजारमा हामीले एउटा श्रमदान अभियान अन्तर्गत सफाइको कार्यक्रम लिएर आएका थियौँ र हाम्रो यो सफाइको अभियानमा तपाईँहरू जति पनि आएर हामीलाई साथ सहयोग गर्नुभयो त्यसको हामी धेरै धेरै आभारी छौँ र धन्यवाद दिन चाहन्छौँ र तपाईँहरू आफ्नै घरबाट बसेर पनि जति पनि बसेर हेर्नुभयो त्यहाँ हेरेकोमा पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ किनकि आउँदा दिनहरूमा तपाईँहरूले पनि यसरी नै सफाइ अभियान सञ्चालन गर्नुहुन्छ। आफ्नो घर अरू ठाउँमा नभए पनि आफ्नै घर अगाडि सफा सुन्दर बनाउनुहुन्छ भन्ने विश्वास दिएका छौँ र आउँदा दिनहरूमा तपाईँहरूले पनि एउटा कुनै पार्टी कुनै जाति कुनै धर्म कुनै वर्गको सङ्गठन नभनिकन तपाईँहरू पनि यसरी श्रममा आफ्नो गाउँ र समाजको लागि जुट्नुहुन हामी हार्दिक अनुरोध गर्दछौँ र यो हाम्रो अभियान भनेको श्रम छर्ने अभियान होइन, यो हाम्रो भनेको श्रम गर्ने अभियान हो। यो आफ्नो गाउँ र आफ्नो समाज आफै हामीले अब आफै गर्नुपर्छ भन्ने हाम्रो मनोभावनाले हामी यहाँ आएका छौँ र तपाईँहरू पनि अब नेताको मुख ताक्दैन। नेताले हामीलाई धेरै भाषण र धेरै आश्वासनमा हामीलाई भुलाए, धेरै हामीलाई भ्रमित बनाए र हामी आफैमा बिचमा फुटाए। धेरै हाम्रा नेताहरू यस्ता छन् मुखले धेरै ठुल्ठुलो कुराहरू गर्छन्, धेरै ठुल्ठुलो आश्वासन दिन्छन् तर पनि अहिले के छ भने कुरा काम गर्ने सिलसिलामा उहाँहरू हात पछाडि बाँधेर मुक्तछ भन्नुहुन्छ। हामी तपाईँहरूलाई देखिरहेकै हो तर हामी भनेको चाहिँ श्रम गरौँ, आफ्नो ठाउँलाई बनाऊ भन्ने हाम्रो एउटा अभियान हो श्रम अभियान। यो श्रम अभियानको थालनी हाम्रा श्रम संस्कृति पार्टीका सदस्य अध्यक्ष हर्क साम्पङज्यूबाट आएको थियो र हामी उहाँले निकाल्नु भएको मार्ग अनुसार हामीले श्रमदानमा हामी जुटिरहेका छौँ। तपाईँहरूले हेर्नु सक्नुहुन्छ होला धरानमा जुन संस्कृति पार्टी एउटा नमुना हो त्यसै अनुरूप हामी पनि हाम्रो गाउँ र हाम्रो समाज आफै सफा सुन्दर बनाऊ भन्दै मेरो आजको यो 2 शब्द यही अन्त गर्न चाहन्छु। धन्यवाद। आजको कार्यक्रममा हामीले कानेपोखरी गाउँपालिकाको जो सरसफाइ गर्यो र यो सरसफाइ गर्ने क्रममा यो हाम्रो श्रमदाता साथीहरूलाई आज पानी खाजा नास्ताको लागि हाम्रो कानेपोखरी गाउँपालिका वडा नम्बर 6 निवासी हाम्रो आदरणीय व्यक्तित्व हाम्रो दिपक सिन्हाज्यूबाट अकादन पानी त्यसै गरी बिस्कुट खाजाको व्यवस्था गर्नुभएकोले जम्मा 1400 रुपियाँ बराबरको पानी खाजा वितरण गर्नुभएकोले उहाँलाई हामी हृदयदेखि धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ। त्यसै गरी कानेपोखरी 6 निवासी मन्त्री चोकबाट रविन तामाङ कलबहादुरबाट रु 500 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी 2082 साल 10 महिना 3 गते शनिबार कानेपोखरी वडा नम्बर 6 निवासी दिपक सिन्हाज्यूबाट पानी बिस्कुट खाजाको लागि रु 1400 बराबरको सहयोग गर्नुभएको छ। त्यसै गरी 2082 साल महिना 3 गते रमाइलो पृथ्वीराज साइकल स्टोरबाट पानी 1 कार्टुन, भुजा 3 केजीको 1 बोरा र 2 प्याकेट भुजिया दिनुभएको छ। उहाँलाई हामी श्रम संस्कृति पार्टी त्यसै गरी सचेत नागरिकबाट उहाँलाई हृदयदेखि हामी नमन गर्दछौँ। सबैले उहाँको सम्मानको लागि जोरदार तालीले उहाँलाई सम्मान गरौँ। अब त हाम्रो अन्तिम प्रस्तुति रहेको छ हाम्रा कानेपोखरी गाउँपालिकाका श्रम संस्कृति पार्टीका अध्यक्ष श्री गौरीबाट आजको कामको विषयमा 2 शब्द र आजको कार्यक्रमलाई समाप्त पारिदिन हुन हार्दिक अनुरोध गर्दछु। सचिव दुर्गा गौतमज्यू, आजको हामीले टी सर्ट वितरणमा दलबहादुर राई र पवित्र राईलाई हामीले टी सर्ट दिँदैछौँ अनि यो टी सर्टको हामीले एउटा पवित्र राई यो श्रमदानमा आउँदाखेरि पवित्र राईलाई पनि भइसक्यो। अब हामीले श्रमदान कार्यक्रममा आउँदाखेरि हामीले प्रयोग गर्नुपर्छ।
हामीलाई देश विदेशबाट धेरै साथीहरूले सहयोग स्टेजमा पुगेर यस्तो बोक्दाखेरि त्यही त नि यो त एउटा भिडियो पार्टीको स्वास्थ्यको लागि श्रमदान, समाजको लागि श्रमदान र देशको लागि श्रमदान भन्ने मूल नाराका साथ हामीले यो आफ्नो गाउँ आफै सफा बनाऊ अभियान अन्तर्गत आज यो रमाइलो चोकको सेरोफेरोमा हामीले 27औं हप्ताको श्रमदान कार्यक्रम समापन गरिरहेका छौँ। हाम्रो यही आउँदो 7 गते पार्टीका श्रम नेता हर्कराज साम्पाङ राईज्यू पनि यस क्षेत्रमा यस हाम्रो कार्यक्रम भइरहेको छ। उहाँको उपस्थितिमा प्रमुख आतिथ्यमा हामीले एउटा सङ्गठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम गरिरहेका छौँ। त्यसो गर्दाखेरि यस कार्यक्रममा उपस्थितिको लागि पनि हामी सम्पूर्ण गाउँवासी दाजुभाइ दिदीबहिनी समाजसेवी व्यापार व्यवसायी मजदुर किसान सम्पूर्णलाई हामी उपस्थितिको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। त्यसै गरी हामीले श्रम संस्कृति पार्टी श्रम भने पनि अब काम हो, श्रम जसले पनि गर्नुपर्छ र त्यो गर्ने क्रममा चाहिँ अब हामीले एउटा संस्कार बसाल्नुपर्छ। काम गर्ने संस्कार बसाएपछि हामीले आफ्नो देश, आफ्नो अर्थतन्त्र, आफ्नो गाउँ, आफ्नो समाजको विकास गरिन्छ भन्ने एउटा उदाहरण हाम्रा हर्क साम्पाङ ज्यूले दिइसक्नु भएको छ। त्यसले गर्दाखेरि हामीले उहाँको अहिले धरान उपमहानगरपालिकाको दैनिक 3 लाख रुपियाँ आर्थिक विकास उहाँले गर्नु भइसकेको छ। त्यसले गर्दाखेरि उहाँको भिजन श्रमबाट अब गर्नुपर्ने हुन्छ। अब भ्रमबाट होइन, मिठो बोलेर होइन, अब श्रमबाट नै विकास यो देशको समाज, यो देशको गाउँ, आफ्नो गाउँ विकास गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामीलाई यस कानेपोखरी गाउँपालिकामा पनि हामी अगाडि बढिरहेका छौँ। तपाईँहरूले पनि मनन गर्नुहोस्। हामीले धेरै पार्टीहरूलाई पनि देखिसक्यौँ र भोट पनि हामीले दिएर बनाइसकेका हौँ। त्यसले गर्दाखेरि अहिलेसम्मको नतिजा के छ त, हामीले समाजले के पायो, यहाँको किसानहरूले मजदुरहरूले के पायो भन्ने कुराहरू अब हामीले बुझिसकेका छौँ। त्यसले गर्दाखेरि यस श्रम संस्कृति पार्टीबाट अब कानेपोखरी गाउँपालिकामा पनि हामीले बिरुवा रोपिसकेको छौँ। त्यसले गर्दाखेरि यस संस्था अथवा यस पार्टीमा तपाईँहरूको पनि साथ सहयोग रहोस् भन्ने हामी आशाका साथ यो आज रमाइलो बजारको जुन पसलतिर पनि हामीले अनुरोध गर्न चाहन्छौँ। आफ्नो पसल अगाडि एउटा डस्टबिन तपाईँले प्रयोग गरिदिनु भयो भने अलिकति सफा अलिकति हुन्थ्यो कि र त्यो भोला घोडका अब चरोड तपाईँहरूले एकचोटि अनुरोध गर्नुहोस्। हाम्रो यस्तो छ त्यसमा चाहिँ तपाईँहरूले आएर दिनुहोस् भन्ने अनुरोध तपाईँहरूले पनि गर्नुहोस्। अलिकति सफा जोगर हामी आफैले नगरी हुँदैन, कुनै नेताले आएर गर्ने होइन, हामी आफैले गर्नुपर्छ। यही समाजले, यही मान्छेहरूले तपाईँ हामीले नगरिकन अन्य देश अन्य ठाउँको मान्छेले यहाँ आएर गर्ने होइन भन्दै आजको यो 27औं हप्ताको श्रमदान कार्यक्रम अब यही समापन भएको घोषणा गर्दै बिदा हुन चाहन्छौँ। जय बाटो, जय देश,